जंगल सफारीको क्रममा मृगहरू देखिएको छ। जस्तै यिनीहरूको मेलको सिङ हुन्छ, फिमेलको हुँदैन। हामीले टु टाइप्सको डियर देख्यौँ, एउटा स्पटेड डियर, एउटा हक डियर। यसलाई नेपालीमा लघुना मृग भन्छ। अर्को चित्तल भयो। चित्तल त ठुलो हुन्छ होइन? चित्तल अघि देखेको चित्तल भयो, अघि त्यहाँ देखेको त ब्राउन। गैँडा देखिएको छ। विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैँडाको लागि प्रख्यात छ। एकसिङे गैँडा पर्दैन त्यो चाहिँ हाम्रो पर्दैन कि रोक्नु न। यो चाहिँ हाम्रो विश्वको दुर्लभ एकसिङे गैँडा हुन्छ है। यसको पपुलेसन भनेको चाहिँ हाम्रो चितवन राष्ट्रिय निकुञ्ज र बफर चाहिँ गरेर 694 छ। सबैभन्दा बढी भनेको हाम्रो यो चितवन राष्ट्रिय निकुञ्जमा। र यिनीहरू चाहिँ दौडिनु पऱ्यो भने 1 घन्टामा लगभग 40 किलोमिटरसम्म दौडिन्छ सिधामा। हजुर, र यिनीहरूको सुन्ने शक्ति एकदम बढीमा हुन्छ भने देख्न चाहिँ त्यति टाढोसम्म देख्न सक्दैनन्। र यिनीहरूले लहट्याउन कहिले पनि स्थिर नभएमा हुन्छ, जिगज्याग अथवा ओह्रालतिर ग्राभेल भातिर। र आफू चढ्न सक्ने रुख र गैँडाले नभेट्ने रुखमा चढ्ने। सकभर जङ्गल हिँड्दाखेरि कहिले पनि कलरफुल ड्रेस लगाएर नहिँड्ने। सकभर जङ्गलसँग म्याच हुने ड्रेस लाउँदाखेरि आफू सेफ पनि भइन्छ। र यिनीहरूले मान्छे मार्ने टोक्ने गर्छ। मासु चाहिँ खाँदैन, जिब्रो एकदम खस्रो हुन्छ, चाट्यो भने स्किन जाने सम्भावना हुन्छ। गैँडाले चाटेर मान्छे मर्ने चाहिँ होइन, टोक्ने र सिङले डराउने गर्छ। टोक्दाखेरि चाहिँ हाम्रो शरीरबाट चाहिँ ब्लड निस्किन्छ। हाम्रो ब्लड चाहिँ एकदम सल्ट नुनिलो हुन्छ, त्यही भएर चाट्ने गर्छन्। दिनमा गैँडाले करिब 70 केजीसम्म घाँस खाने गर्छ। जाडो अथवा गर्मीमा चाहिँ 2-3 घन्टा मजाले पानीमा बस्ने गर्छन् यिनीहरू, किनकि स्किन एकदम मोटो बाक्लो हुन्छ भित्रदेखि चिसो हुनको लागि। र यिनीहरू बसोबास गर्ने भनेको यस्तै ताल तलाएर घाँस मैदानको छेउछाउतिर। र मेन हेर्ने भनेको चाहिँ हाम्रो राष्ट्रिय निकुञ्ज आएर दुर्लभ एकसिङे गैँडा हो। हाम्रो यहाँ र अनि इन्डियाको आसाममा मात्र पाइन्छ, अन्त कहीँ पनि पाइँदैन। ग्रेटर वान यो एकसिङे हो। हजुर, अगाडि एउटा सिङ मात्र देख्नुभयो। यो चाहिँ सिङ चाहिँ छालाएर अनि हाम्रो यो कपाल डेडलक हुन्छ नि, त्यस्तै रौँहरू जम्मा भएर बन्ने सिङ छालाएर यो कपालबाट। हजुर, यो वयस्क नै भनौँ यसलाई। र यो चाहिँ यसको हन चाहिँ प्रायः जस्तो चमेरोहरूले नि खाने गर्ने गर्छ। चमेराले एकदम नरम हुन्छ, त्यही भएर चमेरोले नि खाइदिन्छ। लजाउँ हजुर, जिउँदैमा खाइदिन्छ। त्यो मरेको जस्तो अब त्यस्तो नङ जस्तै होला नि त, त्यो नदुख्ने। एउटा ऊ छ, एउटा ऊ जानु छ। चरा टुप्पो बसिरहेको हुन्छ है। घाउ हुँदैन, त्यो एक आपसमा लडाइँ गरेर यिनीहरूको घाउ हुन्छ। त्यो घाउमा चाहिँ किराहरू लगाएको हुन्छ, चराले खाना लगाएको हुन्छ। अर्को पनि गैँडा 3टा देख्यो है, देखिएको छ। यो एकसिङे भन्नुहुन्छ त्यो अगाडिको नाक अगाडिकै सिङ त्यही हो गैँडाको इम्पोर्टेन्ट भनेको। गैँडाको खाक भनेको चाहिँ त्यही हो, मेल हो नि होइन? मेल हो। गैँडाको खाक चाहिँ पुरा बिक्री हुन्छ, महँगो भन्छ।
हाग दारा कति केजीसम्म हुन्छ यो 2200 देखि 2500 केजीसम्म हुन्छ यो के यसको सेन्ट मिठो हुन्छ के कस्तुरी कि के भनेर कस्तुरी होइन मेरो पहाडमा हिमालमा पनि यसको के हुन्छ त्यो खागमा त्यो कस्तो गरम हुन्छ ज्याकेट तिमीले लाउनु सक्छ अरू कसैले लाउनु सक्दैन छाला बन्दुकले त छेड्छ क्यार गर्दनको छाला पातलो हुन्छ पछाडिपट्टि पुच्छापट्टिको हुन्छ नि हजुर त्यो चाहिँ अलिकति बाक्लो हुन्छ बुलेट प्रुफ हुन्छ त्यो पछाडिको त्यसको छाला बुलेट प्रुफ अरे बन्दुकले पनि केही गर्दैन अझै डर छाला चितवन राष्ट्रिय निकुञ्ज हो किनकि छाला बाक्लो भयो एउटा उखान छ नि गडालाई अहिले काउकुती लाउँदाखेरि 6 महिनापछि किनकि छाला बाक्लो भएपछि अनि अहिले पो टाउकुती लाउँछ अनि सेन्सेसन त अनि 6 महिनापछि 6 महिनापछि हाँस्छ अरे कि एउटा जोक बनायो कि त सम्झेर हाँसेको हुनुपर्छ र त सेन्सेसन गएर कहिले हाँसे देख्नु भएको छ एउटा उखान बनायो स्यालको सिङमा गराउँदाखेरि त्यो सिङमा पलाउँछ अरे कि स्यालको रौँ पलाउँछ अरे सिङ पलाउने रौँ पलाउँछ अरे त्यतिखेर चाहिँ हालेर त्यो ठ्याक्कै त्यो रौँ भएको बेलामा त्यो यति महँगो हुन्छ त्यो रौँ काटेपछि पलाइरहन्छ अरे जङ्गल सफारीमा मयूर गैँडा मृग देखिसकेका छौँ।